नमस्कार सबैजनालाई। हामी हनुमन्तेश्वर माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू जिरीमा भएको गेम हामी खेल्न गएका थियौँ र हामीले अब राम्रो प्रस्तुति देखाएर प्रथम पद हासिल गरेर आएको छौँ। हामी अब गेम जित्दाखेरि एकदम राम्रो महसुस भएको छ हामीलाई। अब धेरै मेहनत गरेका थियौँ हामीले गेम जित्नलाई, गेम जितेर सफल भएर आयौँ। अब के भन्नु, यति नै हो भन्नुपर्ने कुराहरू। धेरै रमाइलो भयो गेम खेल्न जाँदाखेरि। अब धेरै कुराहरू सिक्यो त्यहाँ गेममा गएर। अब आफूले सुधार्नुपर्ने कुराहरू, सिक्नुपर्ने कुराहरू धेरै थियो, सिक्यौँ। अब सुधार्नुपर्ने कुराहरू अब सुधार्छौँ। अब के भन्नु, यस्तै यस्तै हो गेम। कति बिग्रियो कति सप्रियो। अब गेममा जे भए पनि अब राम्रै भयो भन्ने भयो। समग्रमा जित्यो होइन त। आयो, स्कुलको नाम राख्यो, सरहरूको नाम राख्यो, सबैजना खुसी छौँ। यसपालि हामी 6औं राष्ट्रपति रनसेल प्रतियोगितामा पनि हामीले स्वर्ण पदक जितेका थियौँ र यो लगातार फेरि पनि यो जिल्ला स्तरीय जुन विद्यालय स्तरीय दोलखा जिल्ला स्तरीय जुन भलिबल प्रतियोगिता थियो त्यसमा पनि हामीले जित्यौँ। फाइनल्ली ठ्याक्कै कस्तो लागिरहेको छ जित्दाखेरि? एकदम राम्रो लागिरहेको थियो। अब अहिलेसम्मको चाहिँ हनुमन्तेश्वरको चाहिँ फर्स्टै गेम रहेछ। त्यो गेम चाहिँ अब हामीले फर्स्टचोटि चाहिँ गएर राम्रो प्रस्तुति देखाएर फर्स्ट भएर आएका छौँ। राम्रो खुसी लागिरहेको थियो यो गेम जितेर आउँदाखेरि। सबैजना खुसी छ, हामी पनि खुसी छौँ, हामी पनि खुसी छौँ, विद्यालय परिवार सबै खुसी छ होइन। जेनिस भाइ कस्तो लागिरहेको छ जित्दाखेरि? कति बबाल लागिरहेको छ, सबै लागिरहेको सबैजना खतरा खुसी छ। रमाइलो हाम्रो लक्ष्मण भाइ कस्तो लागिरहेको छ जित्दाखेरि? कत्रो अब हाइटी प्लेयरहरू हामी सबै डल्ला डज नट म्याटर भनेर खुसी लागिरहेको छ। अब अहिलेसम्मको अब स्कुलबाट पनि यो फर्स्ट गेम अब खेल्न गइयो, राम्रै भएर आयो। राम्रो टिम सेट पनि राम्रै थियो, राम्रो अब पोजिसन नि राम्रै आयो। अब यसरी नै अरू अनि हाम्रो बेस्ट प्लेयर को भयो? बेस्ट प्लेयर अभिषेक अनि गेम कतिको कम्पिटिसन भयो? फाइनल कस्तो भयो? सेमिफाइनल? फर्स्ट गेम चाहिँ कम्पिटिसनमै गएको थियो हाम्रो। सेकेन्ड गेम चाहिँ त्यस्तो खास चाहिँ अन्डर 20मै भेट्यो केटाहरूले। सेकेन्ड गेम चाहिँ सकेन, तिनीहरूले अब खासै चढेर खेल्न। हामीले अब राम्रो प्रस्तुति देखाएर जितेर आयौँ। फाइनलमा त्यस्तो हार्छु जस्तो लाग्ने अवस्था कुनै आएको थियो? त्यस्तो थिएन हामीलाई, त्यस्तो थिएन। मतलब अगाडिदेखि नै अब गइसकेपछि चाहिँ जितेर आउँछु भन्नु थियो हामीलाई। तिनीहरू जति नै स्ट्रङ टिम भयो नि हामी फर्स्टै हुन्छु भन्ने थियो। भयो, आयो, राम्रो लाग्यो। अनि कोचका तर्फबाट के थियो सन्देश? एकदम राम्रो थियो। दीपक सरहरू, फुल्काजी सरहरूले के भन्नुभएको थियो? के निर्देशन थियो ठ्याक्कै खेल जित्नका लागि? गेम खेल्ने बेलामा नडराइकन खेल हौ, बेस्ट नहो, हामी बाहिर छौँ, के हुँदैन भनेर हौसला दिनु राख्नु भएको थियो। ब्याक सपोर्ट अब राम्रो भएर पनि होला, हामीलाई त्यस्तो केही मतलब भएन। त्यसो भए दीपक सरलाई धन्यवाद दिनु पर्यो। दीपक सरको धेरै ठुलो हात छ गेममा। हजुर। अनि लिगका खेलहरू तपाईँको क्वार्टर फाइनल, सेमिफाइनल, फाइनल सम्म पुगेको छ। हामी जित्यौँ पनि होइन। अनि खेलाडी साथीभाइहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ, यो अन्य विद्यार्थीहरू होइन, अब यो पछि अहिले भलिबल खेल्दै गरेका सिक्दै गरेका भाइहरूलाई के भन्न चाहनुहुन्छ? के भन्नु, अब राम्रोसँग खेल्ने, अब मतलब आफ्नोले बेस्ट दिने, अनुशासित भएर गेम खेल्ने। अब धेरै अब म जतिको कोही छैन भनेर नखेल्ने, अब अनुशासित प्लेयर भएर खेल्ने। अब आफ्नो गेम प्ले राम्रो छ भने जहाँ गएर पनि सबैले राम्रो मान्छ, त्यही भन्छु। आफूले इगो लिएर गेम नखेल्ने कहिले पनि भन्न चाहन्छु। अनुशासित भएर खेल्यो भने पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ। अन्तिममा के भन्न चाहन्छु? ल, यहाँलाई महत्त्वपूर्ण समय दिनुभयो, धेरै धेरै धन्यवाद है।